ल साथीहरु यो चाहिँ हाइब्रिड किम्बु यो हिजो लट्टै फलेको थियो यहाँ बाँदरले सबै खाइदिएछ यहाँ एकजना यो खाँदैछ एकदम यो खानको लागि पनि मिठो हुन्छ र यो चाहिँ खास मैले यो बाख्रा पालन गर्नुभन्दा अगाडि रोपेको हो जस्तो उयो तल्लो चाहिँ लोकल किम्बु यो मैले दिक्तेल कान्तिपुर संवाददाता डम्बर हमरुङकोबाट ल्याएको हाइब्रिड जातको किम्बु चाहिँ तपाईले लेक बेसी मधेस तराई हिमाल तराई जहाँ रोपे पनि जुनै ठाउँमा पनि हुन्छ जस्तो मैले गत साल रोपेको यो पनि जागिरहेछ अब यसको रोप्ने तरिका चाहिँ तपाईको कसरी रोप्ने भन्ने विषयमा यो त सानै भयो अलिक ठुलो हुन्छ नि यो जस्तो यो तल्लो बोट यो लोकल त्यो पल्लो चाहिँ बकैना हो रोप्ने तरिका चाहिँ तपाईहरुलाई म के भन्छु भने 1 फिट 1.5 फिट 2 फिटको सिकेचरले अथवा खुकुले सर्ट काटेर सिधा आधा फिटको पनि छैन भने रोप्दा हुन्छ तर 1 फिटको चाहिँ एकदम उत्तम हुन्छ यो मैले 1 फिटकै रोपेको तपाईहरुले यो किम्बु रोप्दा चाहिँ जेठ महिनामा रोप्नुहोस् यो चाहिँ बाख्रा खोरहरू हो बाख्रा पाल्नु भन्दा तपाईहरुले गाडी डाले घाँस रोप्दा चाहिँ अति उत्तम हुन्छ जस्तो त्यहाँ इपिल हो त्यो टाँकी जस्तो दाना हुन्छ एक झ्याङ रोपेपछि त्यो दाना जताततै फैलिन्छ बाख्रा पालन गर्नुभन्दा अगाडि यसरी डाले घाँस रोप्नु भने चाहिँ एकदम उत्तम हुन्छ किनकि अब यो चैत वैशाखमा त हेर्नुहोस् यो सबै सिक्रा हुन्छ नि त त्यसलाई खाने हुँदैन त्यसकारण किम्बु यो बकैना एकदम बाख्राको लागि चैत वैशाखमा एकदम राम्रो हुन्छ